मणिपाल यहाँनिर पोखरामा आइदिएर यति फाइदा मणिपालबाट पोखरावासीहरूले पाए। पोखरावासीहरूले यो मणिपाललाई भगाउने, यसलाई लुट्ने, यसलाई बर्बाद गर्ने भन्ने सुरुदेखि नै टार्गेट गरेको। डाक्टरहरूको युनियन बनाउने, ठुला कर्मचारीहरूको युनियन बनाउने, मणिपाललाई कसरी गाह्रो बनाउने, त्यतातिर मात्रै लाग्यो। मणिपाल आजको दिनमा अमेरिकामा पनि छ, हजुर, दुबईमा छ, हजुर, बेङ्गलोरमा छ, हजुर, सिक्किममा छ, हैन? हजुर। अनि सबै ठाउँमा चाहिँ मणिपाल जसले स्थापना गरेको उसैले चलाइरहेको छ। नेपालमा आएको थियो, नेपालमा चाहिँ बेचेर फर्क्यो। हजुर, दुःखको साथ जब म यहाँ मणिपाल बनाइरहेको थिएँ त्यति बेला आउँदा हामी सँगै कोठामा सुतिन्थ्यो, ओके, सँगै गाडीमा घुमिन्थ्यो। उहाँको यति बढी लगाव थियो, बाहिर जति पनि प्रोजेक्टहरू उहाँले गर्नुभयो, दुबई, मलेसिया, एन्टिगुआ, सिक्किम, सबैभन्दा प्यारो भनेको उहाँलाई नेपालै थियो, रामदास पाई साहब। इनिसियल फेजमा चाहिँ भएको एग्रिमेन्ट चाहिँ के थियो? 49 वर्ष पछाडि चाहिँ यो नेपाल गभर्मेन्टको हुने भन्ने हो कि यो प्राइभेट अर्गनाइजेसन नै हो, के हो खास? सरकारले अहिलेसम्म जुन हामीलाई 200 रोप्ने जग्गा दिने हो भनेर भन्नुभएछ त्यसमा त केही दिनुभएकै छैन। सरकारको लगानी हुनु पर्यो नि, सरकारको केही लगानी नै छैन। कुनै एउटा जग्गा फ्रीमा दिनुभएकै छैन। मणिपालले चाहिँ हामीलाई 20 वटा स्टुडेन्टलाई हरेक साल फ्रीमा पढाइरहेको छ, ओके, हैन? त्यसको बापत गभर्मेन्टसँग पैसा लिएको छैन। सरकारबाट प्राप्त गर्न पर्ने जग्गा प्राप्त भएन, केही पनि भएन। विद्यार्थी पढाउने काम चाहिँ आजको दिनसम्म पनि चलिरहेको छ। मणिपालले चाहिँ अहिलेसम्म कन्टिन्यू जुन सरकारले पाउनुपर्ने सुविधाहरू छ सबै दिइरहेको छ। मणिपालले पाउनुपर्ने केही पनि सरकारबाट पाएको छैन। मणिपाल इज अ प्राइभेट कम्पनी।